साथीहरू, आज मैले एउटा भिडियो ल्याएको छु। मन पराएर सब्स्क्राइब गरिदिनु होला है, ताकि मैले फेरि पनि अरू भिडियो हजुरलाई अपलोड गर्दै जानेछु। तपाईहरुको भ्युज र सब्स्क्राइब देखेर नै म अगाडि बढ्ने छु है। हामीसँग छ आज नेपालको संविधान। यो सबैलाई नै एकदमै चाहिने टपिक भनौं न। नेपालको संविधान अन्तर्गत भाग 1 मा हाम्रो प्रारम्भिक भन्ने भाग 1 रहेको छ, जसलाई चाहिँ मैले सम्झिनको लागि मसँग सूत्र के रहेको छ, ससारा नेरारा सरारा। तपाईहरुलाई के याद हुनुपर्छ, सरारा भन्ने एउटा गीत थियो नि हैन हिन्दीमा। त्यसलाई नै मैले चाहिँ यो एउटा सूत्रको फर्ममा गरेको छु। तीन वटा लेटरलाई छुट्याएर हाम्रो चाहिँ धारा 9 सम्ममा सम्झनको लागि भाग 1 लाई यसरी राखेको छु है त। ल भनौं है त, ससारा नेरारा सरारा। ल हेरौं है त अर्को स्लाइडमा के छ हामीसँग। हामीले जुन सूत्र बनाएका थियौं त्यही अन्तर्गत नै मैले यहाँ सब हेडिङ गरेको छु। ससारा नेरारा। सबाट हाम्रो के आउँदो रहेछ, संविधान मूल कानुन। र साबाट सार्वभौम सत्ता र राजकीय सत्ता। राबाट राष्ट्र, नेपाल राज्य, राष्ट्रिय हित, राष्ट्र भाषा र सरकारी कामकाजको भाषा। हामीले तीन वटा अक्षरलाई डिभाइड गर्दाखेरि के भयो, ससारा नेरारा सरारा। स आइसकेको छ, सरारा डबल रा आउनु बाँकी छ है त। राष्ट्रिय झण्डा र राष्ट्रिय गीत अथवा राष्ट्रिय गान इत्यादि भन्ने रहेछ हैन। आजको संविधान अन्तर्गत प्रारम्भिकमा रहेका 9 वटा धाराहरू हामीले सम्झ्यौं। धन्यवाद यहाँहरूलाई पनि।